दुर्गा प्रसाई भन्छन् जोकर बनाएर मलाई उडाइयो। चैत 15 गते तिनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईले पुनः आफू नेपालमै रहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईले मानव अधिकार कर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो 24 घण्टाभित्रै आफू आउने बताएका हुन्। पुलिसले खोज्न पर्दैन, म नेपालमै छु, कुनै ठाउँमा छु, मानव अधिकार कर्मी र अधिवक्ताहरूको रोहबर हुने भयो भने म 24 घण्टाभित्र आउँछु, प्रसाईले भनेका छन्। उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन्। प्रसाईले भनेका छन्, मेरो जीवनको ग्यारेन्टी हुन्छ भन्ने म 24 घण्टाभित्र उपलब्ध हुन्छु। तिनकुनेमा गोली लागेर घाइते भएकालाई 13 दिनपछि भेट्न पुगे गृहमन्त्री। गृहमन्त्री रमेश लेखक राजावादीले तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरू भेट्न 2 हप्तापछि अस्पताल पुगेका छन्। बुधबार घाइते भएको 13औं दिनमा लेखक बिरामी भेट्न अस्पताल पुगेका हुन्। चैत 15 मा राजावादीको प्रदर्शनमा गोली र छर्रा लागेर 20 जना घाइते भएका थिए। त्यसमध्ये 5 जना अहिले पनि अस्पतालमा उपचाररत छन्। रासोपाको दाबी, रविको 2 दिन 3 रातको हिरासत बसाई अवैध। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले कानूनको उचित प्रक्रिया विपरीत भएको ठहर गरेको छ। बुधबार साँझ पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले उक्त ठहर गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार चैत 22 गते पक्राउ परेका लामिछानेलाई 25 गते मात्रै थुनुवा पुर्जी दिएकाले 2 दिन र 3 रातको हिरासत बसाई अवैध भएको दाबी पार्टीको छ। मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्थामा भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको 74औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्। आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशासनमा कुनै सम्झौता हुन सक्दैन, तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। 8 महिनामा 10.5 खर्ब रेमिट्यान्स। चालू आर्थिक वर्षको 8 महिनासम्ममा रेमिट्यान्स मार्फत 10 खर्ब 51 अर्ब 77 करोड रुपियाँ मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो 9.4% को वृद्धि भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह 18.3% ले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 6.9% ले बढेर 7 अर्ब 74 करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह 16.1% ले बढेको थियो। लामिछाने पक्राउ प्रकरण छानबिन गर्न मानव अधिकार आयोगलाई रासोपाको ज्ञापन पत्र। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा प्रहरीले संविधान प्रदत्त मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई यसबारे छानबिन गर्न ज्ञापन पत्र बुझाएको छ। पूर्वपक्षका लागि थुनामा पठाउनु भन्ने उच्च अदालतको आदेश कार्यान्वयन गर्न जघन्य अपराधीलाई छै रातारात प्रहरी घरमा गएर ओछ्यानबाटै पक्राउ गरेको रासोपाले जनाएको छ। त्यस्तै पक्राउ गर्दा मृत्युदण्ड दिन लागि व्यक्तिलाई छै अन्तिम इच्छा के छ भनी सोधिएको र प्रतिशोध साधेको पार्टीले जनाएको छ। प्रदूषण बढ्यो, स्वच्छ हावाका लागि पैसा तिर्दै सर्वसाधारण। वायु प्रदूषण बढेसँगै धुलोका कण प्रशोधनले गरेर हावा शुद्ध पार्ने एयर प्युरिफायरको बिक्री बढ्न थालेको छ। ललितपुरको झिम्सीखेल स्थित क्लिन एयर स्टोरका कर्मचारी सरित महर्जनले पछिल्लो एक सातामा आफूले 100 थान एयर प्युरिफायर बेचेको बताए। क्लिन एयर स्टोरमा पसलमा 22,000 देखि 1 लाखसम्म पर्ने एयर प्युरिफायर छन्।